अर्को छ एलिगेसन भनेर। एलिगेसन भनेको पनि सेम प्याटर्नकै क्वेसन हो जुनमा चाहिँ हामीले रेसियो निकाल्छौँ अफ टु थिङ्स, दुईवटा चिज। जस्तै तपाईँहरूले चामल किन्नुभयो, एकजनाले 40 रुपियाँ केजी पर केजी, अर्को एकजनाले किन्नुभयो 60 रुपियाँ पर केजी। अब एकजनाले कान्छी चामल लिएर आउनुभयो फर इक्जाम्पल 40 रुपियाँ केजीमा, अर्कोले मन्सुली चामल लिएर आउनुभयो फर इक्जाम्पल 60 रुपियाँ पर केजीमा। सो अब यो दुईवटा मिक्स गऱ्यो भने चाहिँ कुन रेसियोमा मिक्स गऱ्यो भने ₹50 अ केजी पर्न जान्छ। दुईवटालाई कुन रेसियोमा मिक्स गऱ्यो भने त्यसको प्राइस चाहिँ, एभरेज प्राइस चाहिँ ₹50 पर केजी हुन आउँछ भनेर क्वेसनले सोधेको छ। अब यस्तो केसमा के गर्छौँ त हामी, चिपर र डियरर भन्छ, थोरै र धेरैलाई चाहिँ हामीले के गर्छौँ, एभरेज निकाल्छौँ। एभरेज भनेको जुन हामीलाई नदिएको नम्बर हुन्छ। अब यसो झट्ट हेर्दाखेरि तपाईँले 40 र 60 को एभरेज निकाल्दा पनि 50 नै हुन्छ, तर यो 50 भनेको एभरेज होइन कि, यो 50 भनेको चाहिँ हामीलाई क्वेसनले दिएको 50 युज गरे हो। सो 40 र 60लाई हामीले के गर्नु पऱ्यो त, 50मा लिएर आउनु पऱ्यो, जुनमा चाहिँ हामी के गर्छौँ त, अब हामीले सब्ट्र्याक्ट गर्दै आउँदाखेरि यो एङ्गलमा हाइएस्टबाट यता आउँछौँ सब्ट्र्याक्ट गर्दै, र योबाट यता जान्छौँ भनेको 50बाट। अब यहाँ मैले ड्र गर्न मिलेन, सो 50बाट 40लाई घटाउँछौँ र 60बाट 50लाई घटाउँछौँ, ठुलोबाट सानोलाई घटाउने। जस्तै 60बाट 50लाई घटाउँदा कति भयो, 10, 50बाट 40लाई घटाउँदा कति भयो, 10। सो 10:10 लाई यदि हामीले सिम्प्लिफाइड वेमा लेख्यौँ भने 1:1 रेसियो आयो। बुझ्नुभयो? सो तपाईँले के गर्ने भन्दाखेरि फर इक्जाम्पल तपाईँले यहाँ 45 आउँथ्यो भने तपाईँले 60 - 45 गर्नुहुन्थ्यो, 45 - 40 गर्नुहुन्थ्यो। सो क्वेसनले जे दिएको छ, कतिमा मिक्स गर्ने भनेर दिएको छ, त्यसलाई चाहिँ तपाईँले बिचमा राख्नु, अनि ठुलोले त्यसलाई घटाउनु, त्यसले सानोलाई घटाउनु। त्यो गर्नुभयो भने तपाईँलाई डिफ्रेन्स आउँछ। त्यो डिफ्रेन्सलाई नै तपाईँले रेसियोमा लेख्नुपर्ने हुन्छ। 10:10, 10:10लाई यदि तपाईँले रेसियोको फर्ममा लेख्नुभयो भने 10:10 पनि द्याट इज द करेक्ट आन्सर। बट हामीले के गर्छौँ त, रेसियो लेख्दाखेरि सिम्प्लिफाइड फर्ममा लेख्छौँ, सबभन्दा लोएस्ट फर्ममा लेख्छौँ, जुनलाई चाहिँ हामीले 1:1 भनेर लेख्न मिल्यो। ठिक छ। अब मिल्क कस्टिङ 16 लिटर इज मिक्स्ड विथ वाटर विच इज फ्री टु सेल एट ₹10 पर लिटर, इन वाट रेसियो वाटर एन्ड मिल्क आर मिक्स्ड। सेम क्वेसन हो, यो चाहिँ तपाईँहरूको लागि एक्सर्साइज हो। दुध पानीमा मिसाएको छ, जुन ₹16 पर लिटरमा किनेको थियो, त्यसलाई अब बेच्नको लागि चाहिँ हामीसँग कुन प्राइस भयो त, 10 पर लिटर। बेच्नको लागि हामीसँग ₹10 पर लिटरमा छ। अब कुन रेसियोमा चाहिँ हामीले वाटर र मिल्कलाई मिक्स गर्नुपर्छ, वा मिक्स गरेको थियो भन्ने क्वेसन चाहिँ छ। सो यो क्वेसनमा तपाईँहरूले यसरी नै चिपर र डियरर भनेर बनाउनु, यतापट्टि मिल्क राख्नु, यतापट्टि वाटर राख्नु। सो मिल्क र वाटर यतापट्टि 6 एकतिर, सो 0 राख्नु। सो इन्क्रिमेन्टल फर्ममा राख्नुहुन्छ भने वाटरलाई लेफ्टमा लेख्नु, राइटमा तपाईँले मिल्कलाई राख्नु, र बिचमा चाहिँ तपाईँको कति भयो त, 10 भयो। सो यसलाई चाहिँ तपाईँले सल्भ गर्नु, जुनको रेसियो चाहिँ यहाँ 3:5 आउँछ भनेर छ। सो एकचोटि सल्भ गरेर हेर्नु है त। सो एभरेज भनेको तपाईँहरूलाई थाहा नै छ। एभरेज भनेको दुईवटा नम्बर वा तीनवटा नम्बर वा चारवटा नम्बर जति छ, नम्बर्स डिभाइडेड बाई देयर काउन्ट, सम अफ नम्बर डिभाइडेड बाई देयर काउन्ट भनेको दिएको नम्बर्सलाई चाहिँ, जस्तै हामीलाई 1 2 3 दिएको छ भने यसको 1 2 3 को एभरेज कति हो त, 1 2 3 को एभरेज भनेको 1 + 2 + 3 डिभाइड बाई कतिवटा नम्बर हो, 3टा। 1 2 र 3 भनेको 3टा नम्बर छ। सो माथि चाहिँ सम डिभाइड बाई नम्बर अफ नम्बर्स, कतिवटा नम्बरको काउन्ट। सो क्वेसन छ, द एभरेज अफ 5 नम्बर्स इज 40, 6 नम्बर इज एडेड एन्ड एभरेज बिकम्स 45, वाट इज द्याट नम्बर। सो पहिलो सम चाहिँ हामीलाई के छ त, 5वटा नम्बरको एभरेज भनेको 40 छ, 5वटा नम्बरको एभरेज 40 भनेको त्यसलाई यदि हामीले मल्टिप्लाई गऱ्यौँ भने 200 भनेर आयो। अब 6th नम्बर एड गर्ने बित्तिकै एभरेज कति हुँदो रहेछ त, 45 हुँदो रहेछ। सो हामीले 6लाई पनि नयाँ नम्बर 6th नम्बरलाई चाहिँ हामीले 45 ले मल्टिप्लाई गर्दाखेरि कति भयो, 270 भनेर आयो। सो अब हामीले यदि नयाँ भ्यालु माइनस ओल्ड भ्यालु गऱ्यौँ भने चाहिँ यसले हामीलाई के दिन्छ त, नयाँ नम्बर दिन्छ। 270 - 200 भनेको नयाँ नम्बर चाहिँ हाम्रो कति रहेछ त, 70 रहेछ। त्यस्तै अ क्लास अफ 30 बोइज एभरेज 60 मार्क्स एन्ड अ क्लास अफ 20 गर्ल्स एभरेज 75 मार्क्स, वाट इज द कम्बाइन्ड एभरेज। एउटा क्लास छ जुनमा चाहिँ 30जना केटाहरू छन्, 30जना केटाहरूको एभरेज 60 मार्क्स आएको छ। त्यस्तै एउटा क्लास छ जुनमा चाहिँ 20जना केटीहरू छन्, 20जना केटीहरूको एभरेज मार्क्स चाहिँ कति आएको छ त, 75 आएको छ। अब दुइटैको एभरेज कम्बाइन्ड कति हुन्छ त भन्ने कुरालाई चाहिँ अब जस्तै के गर्नु पऱ्यो, हामीले यो दुइटालाई मल्टिप्लाई गर्नु पऱ्यो, 30 बोइज प्लस 30 बोइज इन्टु एभरेज 60। त्यस्तै यो दुइटालाई मल्टिप्लाई गर्नु पऱ्यो, 20 गर्ल्स इन्टु एभरेज 75। अब हाम्रो टोटल काउन्ट कति भयो त, जुन हामीले डिभाइड गर्नुपर्ने नम्बर कति भयो त, 30
प्लस 20। सो टोटल नम्बर अफ बोइज प्लस टोटल नम्बर अफ गर्ल्स हाम्रो डिभिजनमा जाने भयो 50 भयो टोटल नम्बर हामीले जुन डिभाइड गर्नुपर्छ। त्यस्तै माथिको चाहिँ 30 × 60 प्लस 20 × 75 गर्नुभयो भने एभरेज 66 भनेर आउँछ। सो दिस इज एभरेजेस। त्यस्तै एभरेज स्पिड छ। एभरेज स्पिड इज अल्सो द सेम कन्सेप्ट छ। तपाईँले यो क्वेसन हेर्दैखेरि थाहा पाइसक्नुभयो होला सेम कन्सेप्टमा बनेको छ। यो पनि तपाईँहरूको लागि प्र्याक्टिस क्वेसन भयो। कमेन्टमा राख्नु होला तपाईँहरूले प्रोसेस चाहिँ। त्यस्तै अब आउँछ प्रफिट लस एन्ड डिस्काउन्ट। प्रफिट लस एन्ड डिस्काउन्ट भनेको चाहिँ सधैँ हामीलाई जस्तै खरिद मूल्य कति हो, कस्ट प्राइस कति हो र हामीले डिस्काउन्ट कति पायौँ मार्केट प्राइसमा। मार्केट प्राइसमा चाहिँ हामीले डिस्काउन्ट कति पायौँ, सेलिङ प्राइस कति थियो, प्रफिट कति भयो, लस कति भयो, प्रफिटको पर्सेन्टेज कति हो, लसको पर्सेन्टेज कति हो भन्ने कुरा चाहिँ हामीले यो सेक्सनमा हेर्छौँ। अब जस्तै क्वेसन हेर्नुभयो भने ट्रेडर मार्क्स गुड्स 40% एबभ कस्ट एन्ड देन गिभ्स अ 20% डिस्काउन्ट, वाट इज द नेट प्रफिट पर्सेन्टेज। यो क्वेसन अनुसार के भनेको छ त भन्दाखेरि अब आफूले किनेको प्राइसभन्दा 40% माथि राख्यो ट्रेडरले एमआरपी चाहिँ। एमआरपी के गर्यो भन्दाखेरि उसले किनेको थियो फर इक्जाम्पल 200 रुपियाँमा भने उसले 40% बढी राख्यो, 200 प्लस 40% अफ 200 गरेर उसले मार्केट प्राइस राख्यो र त्यसपछि उसले दियो 20% डिस्काउन्ट। त्यसमा पनि उसले जस्तै 240 आएको थियो भने 240 मा उसले 20% डिस्काउन्ट दियो। अब नेट प्रफिट पर्सेन्टेज चाहिँ उसको कति भयो भनेर क्वेसनले सोधेको छ। सो अब यो केसमा हामी के गर्छौँ भन्दाखेरि चाहिँ हामीले एउटा कस्ट, किनकि हामीलाई यहाँ कस्ट प्राइस थाहा छैन, त्यही भएर हामीले के गऱ्यौँ कस्ट प्राइस एज्युम गऱ्यौँ। लेट कस्ट प्राइस बी 100। कस्ट प्राइसलाई चाहिँ हामीले 100 मा गऱ्यौँ। सो अब हेर्ने हो भने मार्क प्राइस भने कति भयो त 100 प्लस 40% अफ 100 विच इज 140। अब सेलिङ प्राइस भने कति आउँछ त मार्क्ड प्राइस इन्टु उसले कतिमा बेचेको हो त, उसले 20% डिस्काउन्ट दिनु भनेको 80% मा बेचेको, मार्क प्राइस इन्टु 80% विच इज 112। सो हामीलाई चाहिँ त्यसको सेलिङ प्राइस थाहा भयो। यदि 100 मा किनेको थियो भने उसले एमआरपी बढाएर, उसले 40% एमआरपी बढाएर 100 मा किनेको सामानलाई उसले राख्यो, ट्याग राख्यो 140 रुपियाँ र त्यो 140 रुपियाँलाई पनि उसले 20% डिस्काउन्ट दिएर बेच्यो कतिमा त भन्दाखेरि 112 रुपियाँमा बेच्यो। सो तपाईँहरूले सेलिङ प्राइस चाहिँ यो फर्मुलाको सट्टा तपाईँहरूले के पनि गर्न सक्नुहुन्छ 140 माइनस 20% पनि गर्न सक्नुहुन्छ। 140 माइनस 20% अफ 40 गर्नुभयो भने पनि त्यसले 112 नै दिनुपर्छ। सो 112 आयो। अब कुल प्रफिट कति भयो त, प्रफिट भनेको चाहिँ उसको हामीले केसँग क्यालकुलेट गर्छौँ कस्ट प्राइससँग। हामीले 112 लाई केसँग सबट्र्याक्ट गर्नु पर्यो त 100। मैले बेचेँ 112 मा, मलाई परेको थियो 100 रुपियाँ। सो नेट प्रफिट चाहिँ हाम्रो कति भयो त 12% नेट प्रफिट भयो। सो यहाँ अर्को क्वेसन छ जुन चाहिँ मैले तपाईँहरूको लागि नै एक्सर्साइज भनेर छोडिदिएँ। सो एकचोटि क्वेसन हेर्नुहोस्, त्यसपछि सोलुसन नहेरिकन तपाईँहरूले एन्सर निकाल्नुहोस् है त। सो अर्को छ डिस्काउन्ट्स। यदि तपाईँहरूले मल्टिपल डिस्काउन्ट पाउनुभयो भने त्यो बेलामा चाहिँ कसरी क्यालकुलेट गर्ने टोटल डिस्काउन्ट कति आयो भनेर। सो सब अफर्स 20% अफ, सुरुमा 20% अलरेडी अफ छ र त्यसपछि फर्दर 10% अफ। तपाईँ जस्तै कुनै जुत्ता किन्न जानुभएको थियो जुनमा चाहिँ अलरेडी 20% अफ भनेर लेखेको छ, एमआरपी भन्दा 20% अलरेडी अफ लेखेको छ। त्यसपछि तपाईँले बार्गेनिङ गरेर फर्दर 10% चाहिँ घटाउनु भयो। सो यदि यो हो भने तपाईँले टोटल डिस्काउन्ट कति पाउनुभयो त, टोटल डिस्काउन्ट सिङ्गल डिस्काउन्ट यो चाहिँ हामीले सोझै 20% प्लस 10% भनेर भन्दा पनि हामीले मार्क्ड प्राइससँग चाहिँ कति पर्सेन्ट टोटल डिस्काउन्ट पायौँ भन्ने कुरा निकाल्नुपर्ने हुन्छ, जुनको फर्मुला चाहिँ छ एक्स प्लस वाई माइनस एक्स इन्टु वाई डिभाइड बाई 100। यो चाहिँ हामीले सिधै 20 प्लस 10% 30% डिस्काउन्ट भयो भनेर हामीले निकाल्न सक्दैनौँ, किनकि 20% हाम्रो बेस प्राइसमा 20% अफ भएको हुन्छ। त्यसपछि हाम्रो नयाँ बेस प्राइस चेन्ज भयो नि त। अब यो मार्क प्राइस भनेको 25% अफ, तपाईँले 3000 मा 20% अफ पाउनु भएको थियो भने तपाईँहरूको लागि 3000 माइनस 20% अफ 3000 गर्दाखेरि सुरुमै लगभग सर्टेन अमाउन्ट घटिसक्यो। अब नेक्स्ट 10% भनेको तपाईँले 3000 मा पाउनुहुन्न, यो घटिसकेको प्राइसमा 10% हो। सो हामीले सिधै 20% र 10% लाई जोड्न मिल्दैन। हामीले के गर्नुपर्छ त यो फर्मुला लगाउनुपर्छ एक्स प्लस वाई माइनस एक्स इन्टु वाई बाई 100, जुन भनेको 20 प्लस 10 माइनस 20 इन्टु 10 डिभाइड बाई 100, 20 प्लस 10 30 माइनस यसको क्यालकुलेसन 2 आयो विच इज द डिस्काउन्ट अफ 28%। तपाईँले टोटलमा चाहिँ 28% डिस्काउन्ट पाउनुभयो। सो यहाँ त्यही रिलेटेडको क्वेसन छ, यो तपाईँलाई चाहिँ एक्सर्साइजको रूपमा मैले छोडिदिएँ। केही बुझ्नु भएन, केही कन्फ्युजन छ भने चाहिँ तपाईँले कमेन्टमा राख्न सक्नुहुन्छ। सो आई हेभ अल्सो एट्याच सम अफ द प्र्याक्टिस सेट्स। सो हाम्रो म्याथमेटिक्स अर्थमेटिक
रिजनिङ, हाम्रो प्रफिट लस, हाम्रो एचसिएफ एलसिएममा जति कभर गर्नुपर्ने कन्टेन्ट चाहिँ यति नै छ। सो यदि तपाईँहरूलाई कुनै पनि स्लाइडमा कन्फ्युजन छ, कुनै पनि स्लाइडमा चाहिँ तपाईँलाई अलिकति कन्टेन्ट अझै थपिदिए हुन्थ्यो जस्तो लाग्छ भने तपाईँले मलाई कमेन्टमा मेन्सन गर्न सक्नुहुन्छ। म त्यही अनुसारको कन्टेन्ट एडिसनल राखिदिनेछु। त्यस्तै म एउटा प्लेटफर्म पनि लन्च गर्दैछु, जुनमा चाहिँ के छ भन्दाखेरि यो सबै मैले यहाँ पढाएको, मैले यहाँ मेन्सन गरेको कुराहरू चाहिँ मैले त्यो प्लेटफर्ममा पनि राखिदिँदैछु। त्यो प्लेटफर्ममा राखिदिँदैछु र तपाईँले त्यो प्लेटफर्मको चाहिँ एक्सेस रिक्वेस्ट गर्न सक्नुहुन्छ। सर्टेन चार्ज लाग्नेछ, बिकज आई निड टु मेन्टेन द्याट प्लेटफर्म, आई निड टु होस्ट द्याट प्लेटफर्म। सबैलाई एक्सेसिबल बनाउनको लागि मैले त्यसलाई होस्ट गर्नुपर्ने हुन्छ, मैले त्यसको डोमेनको पैसा तिर्नुपर्ने हुन्छ, त्यसैले सर्टेन चार्ज चाहिँ लाग्नेछ। तर तपाईँले यहाँ युट्युबमा देख्नुभएको, पढ्नुभएको कन्टेन्ट सँगसँगै एडिसनल कन्टेन्ट पनि तपाईँले त्यहाँ पाउनुहुन्छ। इक्जामको लागि प्रिपेयर गर्नको लागि तपाईँले टेक्स्ट बुक किनिराख्नु पर्दैन, लगभग सबै कन्टेन्ट चाहिँ मैले त्यो प्लेटफर्ममा राखिदिन्छु। हाउएभर त्यो भन्दा भन्दै त्यो कन्टेन्टको ब्रिफ कन्टेन्ट चाहिँ मैले युट्युबमा अपलोड गर्ने नै छु। सो तपाईँहरूलाई प्र्याक्टिसको लागि पनि केही क्वेसन्सहरू छ, भिडियो पज गर्नुहोस्, क्वेसन सल्भ गर्नुहोस्। एभ्री क्वेसन्सलाई मेक स्योर तपाईँले 60 सेकेन्डभन्दा कम लगाउनुहोस्। कुनै पनि क्वेसनलाई फर्मुलाहरू मेमोराइज गर्नुहोस्। म नेक्स्ट स्लाइड गएँ भने त्यसमा आन्सर्स पनि छ। सो म नेक्स्ट स्लाइड्समा पनि जान्छु, तर तपाईँहरूलाई यो स्लाइडको क्वेसन्सहरू सल्भ गर्नुहोस् अनि बल्ल नेक्स्ट स्लाइडको हेर्नु होला। सो यदि तपाईँहरूलाई आजको यो भिडियो मन पर्यो भने लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला र नेक्स्ट भिडियो अपलोड हुँदासम्म च्यानलमा बसिरहनु होला। सो नेक्स्ट भिडियो म